हेलो गाइस, गुड मर्निङ। नमस्ते सबैजनालाई। आजको मर्निङ भिडियो चाहिँ घरदेखि नै स्टार्ट। अनि अहिले म चाहिँ झाडु मार्दैछु साथीहरू। गेट खिड्की सबै खोलिसकेँ अनि बाहिर आँगन झाडु मार्दैछु। हिजो चाहिँ मैले आँगन झाडु मार्ने टाइम पाएको थिइनँ र मारेको थिइनँ साथीहरू। हेर्नु न 2 दिनमा कति धेरै लेत्रा भएको रहेछन् राम्रो। अनि म चाहिँ मारेर चाहिँ एकै जग्गा जम्मा गर्नेछु अनि उठाउनेछु नि त। र मेरो टाउकोमा चाहिँ हेर्नु न साथीहरू, ओर्ने केही नपाएर नि त मेघला ओढिरहेको छु मैले चाहिँ नि त। अनि मेघला चाहिँ फेरि तातो गरम पनि छ है साथीहरू। यस्तो ठन्डा छ मौसम चाहिँ नभन्नु न साथीहरू। फेरि खेती पनि त जानु छ, एकदम टेन्सन साथीहरू। झाडु झपटा गरिसकेँ, अब पिउने छु गरम पानी अनि त्यहाँबाट नुहाउने छु। गरम पानी चाहिँ मेरो लागि र हस्बेन्डको लागि अलिकति गरम गरेँ, धेरै गरम गरिनँ, हल्का गरम। र हस्बेन्डलाई चाहिँ भर्ती दिनेछु, म चाहिँ अलिक कमै खानेछु। अनि मैले चाहिँ हतार हतार खाना पनि बसालिहालेँ साथीहरू। आज चाहिँ म हुँदिनँ, त्यही भएर मैले चाहिँ हामी 3 जनाको लागि मात्रै खाना बसालेको। भरे हस्बेन्डले आफै पकाएर खानुहुन्छ अनि बाबुको लागि टिफिन पनि रेडी गर्नुपर्छ साथीहरू। रोटी सब्जी रेडी गरिदिँदैछु। उसले चाहिँ जेते खाँदैन नि त मेरो छोराले चाहिँ फेरि साथीहरू। बाबुले चाहिँ मम्मी मम्मी गर्दै हाला गरिरहेको थियो अनि आएर हेरेको त यो जानेन अरे अनि मैले सिकाइदिँदै थिएँ। चाहिँ 3वटा शब्दको आकार बनाउनु लेख्नु भनेको छ नि त, त्यो सिकाइरहेको थिएँ। एक्जाममा आउँछ नि त, पर्सि चाहिँ एक्जाम छ आसामिसको, भोलि चाहिँ हिन्दी छ, आज चाहिँ छैन। फेरि आज चाहिँ गेपिङ दिएको रहेछ साथीहरू। एकदम बिहान बिहान चाहिँ एकदमै बिजी हुन्छु है साथीहरू म चाहिँ। ल त गाइस।